हेलो साथीहरू, हाम्रोतिर त यी धान काट्ने बेला हुन लाग्यो है। असार बेला आजभोलि असार पहिला असार धान हो। यहाँ धान काटेर चाहिँ हामी अर्को धान रोप्छौँ। अनि त्यसपछिबाट मङ्सिरमा काट्ने हुन्छ अर्को धान चाहिँ। अनि मङ्सिरमा काटेर फेरि आलु लाउने हो। आलु खनेर फेरि धान रोप्ने हो। आलु खनेर धान रोपेको धान चाहिँ यही हो। अनि अब यो काटेर रोपेपछि चाहिँ मङ्सिरमा काट्ने लाग्छ। जस्तो 3 बाली हुन्छ। अब त्यो पनि तपाईँहरूको चाहिँ कस्तो छ आइज यस्तो छ। माथि डाँडातिर चाहिँ घाँस काट्ने, अनि तलतिर चाहिँ त यस्तो छ गाइस। मन परे लाइक कमेन्ट गर्नुहोला, सब्सक्राइब गरिदिनु होला युट्युब च्यानल।